गाइस आज चाहिँ हामी यहाँ पदयात्रा गर्नको लागि सर हुनुहुन्छ उहाँको सरको नाम चाहिँ रमन सर हो अनि उहाँ अगाडि हाम्रो केपिसी डिपार्टमेन्टका कामदारहरू पनि छ। अहिले चाहिँ क्याम्पा डाँडामा छौँ हामी। यताबाट हामी धरान चौतारा राजमार्ग पनि भन्छौँ। यो साइडको पुल देखिरहेको छौँ। यहाँबाट चाहिँ हामी कमानेमा जान सक्छौँ अनि यहाँबाट जाने यो होइन त। अब यहाँ साथीहरू कुर्दैछौँ हामी। दायाँमा कुरै छैन। आज टिकटक बन्छ केटा मैले ल्याएको छु तयारी साथ। फेरि एउटा कोला जान्छ। एउटा रेडी छ ल ल है त हामी युट्युबको नाम भन्दौ। युट्युबको नाम ल अब फर्मल रूपमा औपचारिक रूपमा हाम्रो थोरै सानो छोटो दूरीको भ्रमण सुरु भइसकेको छ। मसँग हुनुहुन्छ रमन सर, अगाडि मणि सर अनि त्यसपछि उहाँका के भन्छ काम गर्ने मान्छे सहपाठीहरू हुनुहुन्छ। वाउ दिव्य ज्योति आधारभूत विद्यालय। यो विद्यालयको नाम दिव्य ज्योति आधारभूत विद्यालय रहेछ। अब यो विद्यालय सरकारले मार्च जानेको लागि रकेट लन्च गर्ने ठाउँ छ। त्यहाँनिर त्यो 4-5वटा त्यहाँनिर रकेट लन्चरहरू पनि रेडी भएर लागेको छ। अब यो रकेटलाई हामी ध्यान दिँदैनौँ। अरूचोटि रकेट लन्चर कसरी हुन्छ के हुन्छ हामी अहिलेको लागि बिस्तारै अहिले हामी जहाँ जान पर्छ। हाम्रोमा ए बाइकमा हावा पाउँछ नि के छैन त्यो बिस्तारै जाउँ। पछाडि
ल यहाँ ल ल हावा लागि रोकेको छु भित्र हाल्यो हावा नहेरिकन आयो हिँडे आऊ हिँडे ल अहिले चाहिँ अब हामीले मात्रै कति हावा खाने अब बाइकलाई पनि हावा खान मन लागेको जस्तो छ त्यहाँ थोरै हावा दिनु पऱ्यो उसलाई दिँदैछौँ है त लगभग काम सकिसक्यो के होइन सानोतिनो हावा हालेको अब यहाँबाट हामी सिधा कहीँ नरिकन कहाँ जान्छौँ भन्दा फेरि यो ठाउँलाई हामीले के भन्छ शिखरकटेरी शिखरकटेरी होला यो ल है त अब यो के ठाउँको नाम पनि थाहा चण्डिका स्कुल हो के स्कुल भने पानी झर्ना हो कि के झर्ना भन्ने पनि त्यतै जाने हो है यो ठाउँमा यो बाटो मजदूर लाठिया ये मजदूर तो हाथ है मजदूर पनि कामै लागेन ओ माई गॉड कति राम्रो ठाउँ कस्तो राम्रो खुलेको अहिले हामी आइपुगिरहेको छौँ गडी जाने बाटो दिन्छ यो गडी जाने बाटो चाहिँ अनि हामी भेला भइसकेका छौँ किन भेला भएको थाहा छ कहाँ बेस्ट हुन्छ कुन ठाउँमा जाने भनेको छ भन्नुहोस् त ल अब ढुङ्गे गरेको ढुङ्गा हान्नु पर्यो भने अब खाजाको लागि रोकिँदैछौँ हामी स्पेसल्ली गडी पनि जान्छौँ गडी चाहिँ यहाँ प्राङ्गणमा छ अहिले भनौँ तर अब एकछिनपछि चाहिँ हामी ढुङ्गे गडी जान्छौँ ढुङ्गे गडीको लागि खाजा लिँदैछौँ तर यहीँनिर अब शाकाहारीहरूले चाहिँ गाह्रो परेको छ शाकाहारीहरूले के खाने भनेर पनि सोच्नु गाह्रै हुन्छ त्यही भएर के सजेसन दिउँ त भ्युअर्सहरू होइन भेजमा छ भने भेज छ भनिहाल्नुहुन्छ नि पहिले सुरु के छ भने सोध्यो भने नन भेज छ भने ओहो अब सोध्ने कुरा आयो नि त भेजिटेरियनलाई त ल ऐसेलु भ्लग है ऐसेलु हामी ऐसेलु खान जाँदैछौँ ल हामी ऐसेलु भ्लग सिधेपछि अब ढुङ्गेगढी भ्लगमा जाँदैछौँ है ऐतिहासिक ढुङ्गेगढी हामी बोर्ड देख्न सक्छौँ यहीँबाट ऐतिहासिक ढुङ्गेगढी जाने बाटो ल ढुङ्गेगढी आइपुगेका छौँ हामी अहिले त्यहाँ माथि मन्दिर छ यो दृश्यहरू हेर्न सक्नुहुन्छ चिसो चिसो हावा छ यो गर्मी मौसम भए पनि चिसो चिसो हावा छ है
पर चाहिँ मकनपुर गढी हो है ढुङ्गे गढी हेर्नु त के छ त्यहाँनिर एउटा मात्रै हो एउटा गुराँस थियो त्यो पनि टिपेर लैहाल्यो एउटा गुराँस थियो त्यो पनि टिपेर लैहाल्यो लागि प्र्याक्टिस हुँदैछ यहाँनिर है थोरै अनि किन मलाइमा अर्को हो क्या पुरै सर्ट आउनु पर्यो नि हैन डिरेक्टर एन्ड द फुल फुल एक्टर्स ल 1 2 ल हेरौँ फर्स्ट टेकमा हुन्छ कि हुँदैन ल आऊ अब नजिक आउले सिधै आउले हेर हो यो टाइपको यतिकै पोज भएको ल अब हामी ढुङ्गे गढीबाट फर्किँदैछौँ अब यहाँबाट डाइरेक्ट अब गढीतिर लागेर थोरै केही बेर बस्छौँ है त ल गुरुजी बस्नुहोस् ल ल ल ल कि त हामी अगाडि बढ्दैछौँ उनीसँगै माया लाऊ दामी रहेछ रगर मौसम हो के रगरहरुलाई पर्फेक्ट मौसम के ओहो भ्यू हेर न यहाँ त भ्यू चाहिँ दामी रहेछ तर हामीले के गरी खिच्न सकेनौँ हाम्रो मोबाइलको अलिकति राम्रो क्वालिटी आउँछ मौसम चाहिँ दामी भयो कि अहिले निकै नजिक ल जेट जेट कहाँ नि अब माथि होइन ल यहीँबाट जाउँ न ल यो गढी जाने बाटो हो हामी गढी जाँदैछौँ है त ल गढी हामी आइपुगेका छौँ अब थोरै अलिकति सिँढी चढ्ने सिँढी चढेपछि हामी पुग्छौँ होइन अब खम हिँड्नको लागि अनेक थरीको बाटोहरू पनि छन् यहीँनिर होइन त
ल है त हामी चढ्दैछौँ गढीमा ऐतिहासिक दरबार पनि रहेछ गढी मात्रै किन हो यो हामी अगाडि बढ्दै ठाउँ यो धेरै राम्रो बनेको है मलाई याद छ होइन म धेरै पहिला सायद 7-8 वर्ष अगाडि आउँदाखेरि यस्तो केही थिएन नर्मल थियो यो के यो हात्ती मेरो साथीहरू पनि केही पनि थिएन तर अहिले चाहिँ पार्क जस्तो बनाएको देखियो यहाँनिर दन्ते हात्ती स्थानले चाहिँ भनिरहेछ पिकनिक स्पट लागि ठाउँहरू पनि छ दरबार पृथ्वीनारायण सरको त होइन हो यो दरबार अरूको भक्ति थापा यहाँबाट आउनै मिल्दैन दिग्बन्धन सेनको चाहिँ होला कि ए होइन के मूर्ति होला यो कमेन्ट गरिदिनु है वरपर घुमेको छैन ठिकै छ जे गाडी राम्रो छ कि धेरै राम्रो बनाएर रहेछ भन्ने साथीहरूको धारणा छन् अनि त्यो त्यहाँनिर त्यो पिकनिक खानेहरू बनायो यो भित्र त बिल्डिङै बनाउनु थालिछ बनाइछ एउटा बिल्डिङ बात घटिने खोल्ने भन्ने पर्यटक पनि बढ्छन् होइन अझै मर्मत कार्यहरू पनि बाँकी नै छ दरबार होला सायद यो चाहिँ दरबार खानेपाली सङ्कलन गर्ने स्थान रहेछ मैले गल्ती भने जस्तो